त्यही भने तँलाई मोज गर्ने बेला कहिले आँखा देखिन छैन हो मोज गर्छ केटाहरूले नगर्ने हैन गर्छ तर केटा त्यस्तो हुँदैन म मन्दिरको घण्टा हो र तँलाई जतिखेर मनलाई त्यतिखेर बजाउने आउने त्यस्तो के हो तिमी त्यसो गर्ने हो त्यस्तो गलत हुँदैन क्या कहिले पनि त्यस्तो गरेर हुन्छ कस्तो टेस्ट गर्ने बेला आँखा देखिनस् यस ल तिमी गर्ने बेला आँखा देखिनस् मसँगै मात्रै हुन्छ भन्ने छैन नि त कस्तो मसँग म दुनियासँग हिँड्न जस्तो लाग्छ अनि के रे पेट बोगाउने बेलामा चाहिँ घरमा सल्लाह गरेको थियो अब त्यो त उस जस साथी थियो अनि म त मजा लिने बेलामा चाहिँ घरमा सल्लाह लिएको थियो एले होइन भनेर हुन्छ तिम्रो सामने छ त भन न स्पष्ट कुरा गर न अब टेस्ट गर्ने यदि हो रहेछ भने जिम्मा लिन्छु हैन रहेछ भने त्यो मलाई हुँदैन त्यस्तो कुरा हलिँदैन जस्तो लाग्यो तँलाई मलाई त्यो थाहा छ तर गल्ती तिम्रो हो भने स्वीकार किन नस्वीकार गल्ती नगरिकन डराइदैन के ल हेर न देख्नु हो म उसको भगे मलाई हात हाल्थ्यो ल हेर्नु त जबरजस्ती गरेको किन भन्छ अनि जबरजस्ती गरे हैन किन हैन त्यो चाहेको बेलामा तिमी जबरजस्ती गर्ने मजा लिने अनि अहिले होइन भन्ने नि पाएन नि त त्यस्तो छ अब बहिनीले फेरि एउटा कुरो तिमीले नि स्पष्ट गर मजा आयो होइन मजा आउने बेलामा त अहिले चाहिँ होइन भनेर भन्नु पायो त तिमीले एउटा चेली माथि त्यस्तो गर्नु अत्याचार गर्नु पायो यसले मलाई जबरजस्ती बलात्कार गरेको केसमा डुबाइदिउँ कि तैँले मलाई सल्लाहले राम्रोसित कुरा गर्ने कि नगर्ने भन मेरो लाइफको कुरा हो क्या मेरो जिन्दगी बर्बाद नगर बुझ्यौ मेरो कुरा चाहिँ नगरौँ क्या नाटक खासमा के भएको हेर्नु न दाइ म ल परेको कति भयो 5-6 महिना भयो अनि उसँग संगत गरेको त्यस्तै मेरो पेटमा बच्चा छ उसले बिहे गर्नै मान्दैन बच्चा चाहिँ हाम्रो भाइको होइन भाइको बच्चा छ भाइ अनि के भन्छ तिमी बहिनीको तिम्रो आफ्नो प्रेमिकाको पेटमा त बच्चा छ अरे तिम्रो के छ स्वीकार हो कि होइन त्यो त हैन होला उ जस्ट साथी मात्रै हो उसँग कहिले कहिले भेट्ने तिमी साथी भन्छौ भने साथी भयो भने उसको तिम्रो आफ्नै प्रेमिकाको पेटमा कसरी बच्चा भयो त खै त्यो त थाहा भएन अब अरूसँग पनि हुन सक्छ हैन उसकै हो उसँग रिलेसन बहिनीले त तिम्रो आफ्नै भनिरहेछ त रिलेसन अब भन्नै सक्दैन मैले के भन्नु हामी जस्ट साथी मात्रै हो अब नभए साथीको लागि मात्रै हो पेटको बच्चा तिम्रो आफ्नै हो भन्न सक्दैन भनेपछि हैन मेरो त हैन किनकि उसले हो भन्छ कहिले होइन भेटेको मात्रै छ हैन जस्ट साथी मात्रै हो साथी भए साथी हुँदैमा चाहिँ अब बच्चा हुन्छ भन्ने छैन नि त जबरजस्ती गरेको भन्छ नि त बहिनीले त फेरि के हो बहिनी होइन भन्छौ हो के यसले ढाँटेको दाइ यसले ढाँटेको हामी रिलेसनमा बसेको 6 महिना भइसक्यो मेरो पेटमा बच्चा 3 महिनाको भइसक्यो 3 महिनाको बच्चा छ भन्ने छ भाइ के हो अब खै बहिनीले के तिमी स्वीकार भेटेको मात्रै हो अब साथी भेटेको मात्रै भनेको भएन नि त पेटमा बच्चा छ भन्छ बहिनीले के हो हेर्नु न दाइ बिहे गर्नै मान्दैन यसले बिहे गर्नै मान्दैन रे अनि तिमी आफ्नो बनाएको भए त ठिकै हुन्छ हैन जस्ट साथी मात्रै हो उसँग भेट्ने हो अब फोनमा कुरा हुन्छ कहिले कहिले त्यति हो त्यस्तो खासै हो योसँग रिलेसनमा बसेको मेरो तिमीहरु स्पष्ट भनाए दुईजना सामुने छौ स्पष्ट कुरा गर के हो यो उल्ले होइन भन्छ तिमी हो भन्छ तिमी बच्चा छ भन्छ के हो यसले ढाँटेको के खै अब अहिलेको समयमा के त नि केटीहरुले पैसा कमाउनको लागि दुनिया नाटक गरेको नि हुन सक्छ अब त्यो त मलाई भाइले त के भन्छ पैसा कमाउनको लागि दुनिया नाटक गरेको हुन सक्छ भनिराछ त भाइले ओइ तिमी र म रिलेसनमा बसेको छ कि छैन तिम्रो र मेरो लभ परेको हो कि हैन तिमीले जस्ट साथी मात्र तिमीले मलाई तिमी साथी मात्र भन्छौ रिलेसनमा बसेको भन्छौ बहिनीले अनि पेटमा बच्चा कसरी आयो त त्यस्तो हुँदैन नि अब मानव मेरो अरु पनि साथी छ अब त्यो भन्दैमा अनि सबै बुढी हुन्छ त हुँदैन नि तिमी त जबरजस्ती गर्यो भने तिमी जान्छौ कि स्वीकार्नु पर्यो तिमीले बिहे गर्नु पर्यो हैन भने म पुलिस केस गर्दिन्छु त पुलिस केस गरे पनि हुन्छ त्यो त मलाई डर भएन तिमी स्वीकारेछ म त स्वीकार्दिन त्यो छँदै छैन नभए कुरा साथी मात्रै हो जस्ट हैन भेटेको हो उसँग कुरा गराइ पनि कुरा चिन्ता हो त्यति हो यो राम्रोसँग कुरा गर त्यति नै हो मेन यसलाई लगेर जाग्दिम हुर्केको बच्चा साथी हो साथी भन्दैमा सबै हुन्छ त अरुको पनि अनि साथी भनेर के गरे त अनि बच्चा छ भन्छ त बहिनीले के हो तिम्रो यो कुरा बुझ्दैन फसाउन हैन यसले चाहिँ मलाई उल्टो जबरजस्ती यसले मलाई जबरजस्ती बलात्कार गरेको केसमा डुबाइदिउँ कि तैले मलाई बिहे गर्छौ तिमी त पुलिस जान्छौ त बहिनीले रिपोर्ट गर्यो भने त पुलिस म रिपोर्ट गर्दिउ अब गल्ती गरेको छैन मैले अब गेस गरे पनि केही भोलिको दिनमा गल्ती गरेको छैन DNA चेक हुन्छ टेस्ट गरे पनि हुन्छ यस्तो हुन्छ के कस्तो हुन्छ भने टेस्ट गर्ने यसलाई लगेर जाग्दिनु यसले मलाई जबरजस्ती गरेको तर पनि मैले किन
जबरजस्तीमा कति वर्ष जान्छ थाहा छैन तिमीलाई? थाहा छ त्यो त। अनि हो कि होइन नभए तिमीले अब हो भने तिमी बिहे गर न, बिहे गर्दा त हुन्छ। अब कसरी बिहे गर्नै मान्दैन के दाइ, हेर्नु न उसको आमा बाउले मान्दैन भन्छ के भन्छ। हो के हो तिमी सामान्य छौ त भन न त अनि हो के त ढाट्छस् कुटा खान मन लाग्यो? राम्रो कुरा गरिरहेछ त, भएको कुरालाई अब नराम्रो भन्छ त मान्छेले। कुटा खान मन लाग्यो गल्ती नगरेपछि किन डराउने? सिधा कुरा भन। हो साँच्चै हो साँच्चै हो कि यसले मलाई तिमी हो भन्छौ त? होइन साँच्चै होइन भनेको क्या मैले। अब लगेर जान दिनु पर्यो के दाइ, यसले मेरो लाइफ बर्बाद गर्यो। हुन्छ हाँस्छस् किन हाँस्नु? सबै कुरामा किन हाँस्नु? गल्ती नगरेपछि के त मर्छस् कि म मर्छु के? कुरोको मलाई मर्ने कुरा नगर, समस्याको समाधान गर भाइ। तिमी के गरे कि स्वीकार्ने कि स्वीकार्नु पर्यो नि त, म के गर्नु? अनि एउटा चेलीमाथि त स्वीकार्नु पर्यो नि, तिम्रो आफ्नो हो भने त तिमीले स्वीकार्नु पर्यो नि त भाइ। अब उसको अरू पनि साथी हुन सक्छ, अरूबाट पनि हुन सक्छ। तिमीले फेरि गर्ने बेलामा रुएर मोज मस्ती गर्ने बेलामा गर्ने मजा आयो होइन? मजा आउने बेलामा त अहिले चाहिँ होइन भनेर भन्नु पायो त तिमीले? एउटा चेलीमाथि त्यस्तो गर्नु अत्याचार गर्नु पायो? त्यो त हो, तपाईको कुरा सही हो, तर त्यस्तो सही हो भने स्वीकार न, सही हो भने स्वीकार न। भेट्दैमा अब सबैसँग सम्बन्ध त गरे सम्बन्ध नभएको भए एकासी भन्छ त त्यसरी त। जबरजस्ती गरेको किन भन्छ? अनि जबरजस्ती गरे हैन, किन हैन? किन हैन? त्यो चाहेको बेलामा तिमी जबरजस्ती गर्ने मजा लिने, अनि अहिले होइन भने नि पाएन नि त। त्यस्तो छ। अब बहिनीले फेरि एउटा कुरो तिमीले नि स्पष्ट गर, सबैले हेरिरहेको हुन्छ, भनेको हो के मैले हेरिरहेको हुन्छ। एउटा के हो भने हो भन, उसले होइन भनिरहेछ, तिमी हो यसले होइन भनेर हुन्छ, यसले होइन भनेर हुन्छ। तिम्रो सामने छौ त भन न, स्पष्ट कुरा गर न। अब टेस्ट गर्ने, यदि हो रहेछ भने जिम्मा लिन्छु, होइन रहेछ भने त्यो मलाई हुँदैन त्यस्तो कुरा। हलिँदैन जस्तो लाग्यो भने राम्रो सिधो कुरा भन, तिमी हो भन्नेमा अहिले त केटी मान्छेहरूले फसाउँछ नि त। सोझो केटा पाएपछि त अब यो मसँग बसेको थियो, मेरो बच्चा भयो भनेर दुनिया फसाउँछ नि त। हो मोज गर्छ केटाहरूले, नगर्ने होइन गर्छ, तर केटा त्यस्तो हुँदैन। म मन्दिरको घण्टा हो र, तँलाई जतिखेर मन लाग्यो त्यतिखेर बजाउने आउने त्यस्तो तिमी त्यस्तो गर्ने हो? त्यस्तो गलत हुँदैन क्या, कहिले पनि त्यस्तो गरेर हुन्छ। स्वीकार्ने कि नस्वीकार्ने मलाई चेक गर्नुपर्छ, अनि मात्रै हात हाल्न पाइँदैन है। फेरि छोरा मान्छेलाई हात हालेर सल्लाहले राम्रोसित कुरा गर्ने कि नगर्ने भन। एउटा चेलीमाथि हामी अत्याचार अन्य हुन चाहिँ दिन्नौ होइन? मलाई न्याय चाहियो कि दाइ। उसले अहिले न्याय माग्छ, फेरि पछि अर्को उ गर्ला, अर्को काण्ड बनाउला, त्यसरी त हुँदैन नि त सधैँ। अनि तिमी होइन भने त ऊ कसरी आउँछ त? अनि यहाँ सामुनी यहाँ छौ, ऊ त अहिले सामुनी कुरा गर न तिमी। ऊ हो भनेर आएको छ, तर फसाउनको लागि पनि हुन सक्छ नि त। फसाउने होइन, खुरुक्क लाएर तिम्रो आमा बाउलाई भन मलाई स्वीकार्ने कि नस्वीकार्ने भन। मेरो लाइफको कुरा हो क्या, मेरो जिन्दगी बर्बाद नगर, बुझ्यौ? कुरा चाहिँ नगरौँ क्या, नाटक गरिरहेको तिमी अत्याचार गर्ने एक्लै पाएर के ठेलेर किन ठेले? होइन त्यस्तो गल्ती नगरेपछि मजासित कुरा गरिरहेको छ त किन ठेले त? किन हात हालेको? यसले मलाई कुट्छ भने किन हात हाले खाले? किन हात हाले भन? किन कुट्नु मैले? तिम्रो गल्ती रहेछ नि त, गल्ती रहेछ। नहुने कुरा बोलेर हुन्छ त। जबरजस्ती गर्ने बेला गर्छ अहिले होइन भन्छस्? किन ठेले? ओइ किन ठेले भने? नहुने कुरा किन ठेले? गर्दैन त नि। किन ठेले भने? टेस्ट गर्ने अनि त्यसपछि थाहा हुन्छ। कस्तो टेस्ट गर्ने? गर्ने बेला आँखा देखिनस्? यसला तिमी गर्ने बेला आँखा देखिनस्? मसँगै मात्रै हुन्छ भन्ने छैन नि त। कस्तो मसँग? म दुनियासँग हिँड्न जस्तो लाग्छ? अनि म चाहिँ के आफूसँग मात्रै हिँड्ने जस्तो लाग्छ? त्यस्तो कुरा गरेर म मेरो साथीहरू धेरै हुन्छ, म सबैसँग सबैले मलाई काण्ड मचाइदिने तिमी गल्ती होइन नि। तिमीले हात चाहिँ किन हाल्यो भन? अब उसले त्यही भन्छ त, अनि पेटमा बच्चा छ भन्छ, अनि त्यो बच्चा छ भनेपछि तिमीले के सँगै सुतेको भए पो हुन्छ त। त्यतिखेर भेट्दैमा हुन्छ त? हुन्छ त्यतिकै हुन्छ। जबरजस्ती मैले गरेकै छैन। तिमीले जबरजस्ती गर्यो भनिरहेछ? मलाई न्याय चाहियो। ल तिमी के भन्छौ? यो अगाडि छौ, यसलाई पुलिसमा लानुपर्ने हो कि यसको बाउ आमालाई कल गरेर यसले फोन गरेर कुरो सबै कुरा गरेर स्वीकार्छौ कि के गर्छौ? स्वीकारेन न्याय चाहियो, यसले मलाई स्वीकारेन। स्वीकारेन अब उसले मेरो हो भनेको छ भन्न त, तर नहुन पनि सक्छ नि। उसले मलाई फसाउनको लागि दुनियाँ बाहना गरेको पनि हुन सक्छ नि, त्यो पनि हुन सक्छ नि। तपाईको अगाडि चिनेछ? अब चिने त देख्न चाहिँ देखेको, नाम चाहिँ ठ्याक्कै थाहा भएन। अनि कतिले थाहा लाग्यो थाहा छ नि? बढी बोल्छस्? त लाग्यो मलाई त्यो थाहा छ, तर गल्ती तिम्रो हो भने स्वीकार किन नस्वीकार? गल्ती नगरिकन डराइदैन क्या। ल हेर न, देख्नुभयो म उसको भए मलाई हात हाल्थ्यो। ल हेर्नु त, आफ्नो श्रीमानलाई त यस्तै हात हाल्न पाउँदैन नचिन्ने मान्छे देख्नु फसाक होइन? त्यस्तरी हुँदैन नि, मान्छे छ नि त यहाँ देख्नु। नठेला न भाइ, केटी मान्छे बहिनी देख्ने मान्छे किन? मलाई स्वीकार्दैनस्? म किन स्वीकार?
बेकार बसेको हामी अनि तिम्रो बुढो भाइ रिलेसनमा बसेको होइन साथी हो रिलेसनमा बस्ने बित्तिकै सबै हुँदैन रिलेसनमा बसिसकेपछि अनि स्वीकार्नु त पर्यो नि उसको पेटमा बच्चा छ भनिरहेछ उसले भनेको छ तपाईँको अगाडि भनेको छ अनि भनिरहेछ त के ल ठिक छ त्यो कुरा तर नहुन पनि सक्छ नि त के कस्तो नहुन सक्छ? नहुन सक्छ पेटमा बच्चा छ भनिसकेपछि के बिना बिना कारण मैले तिमीलाई बेइज्जत गर्न खोजेको होइन के तिमीलाई मेरो बेइज्जती ल तिमी भाइ राम्रोसित कुरो सुन्छ भने यहाँ सुन कि यो स्वीकार भए स्वीकार नस्वीकार्ने भए तिम्रो फेरि अब एकचोटि अब उसले भनेको कुरा सही पनि के हुन गर्छ? सक्छ नहुन पनि सक्छ स्वीकार्ने नस्वीकार्ने भने अब दाइ? बाबामासँग बहिनी रुइरहेछ। गर्नुपर्छ सल्लाह यही सामान्य हामीले सामान्य राखेर कुरा गरिरहेछौँ मलाई स्वीकार्नु पर्छ बुवाआमासँग सल्लाह गर्नुपर्छ त्यही नै हो सल्लाह नगरी सारा संसारले देखिरहेको हुन्छ भाइ त्यो त हो के गर्छौ अब उसले भनेको भोलि एउटा चेलीमाथि त हामी नहुन पनि सक्छ यो अत्याचार गर्न त दिनौ अब तिम्रो नहुँदो भइसकेपछि स्वीकार्ने नस्वीकार्ने भने ल स्वीकार्नु त स्वीकार्ने कि तर बुवाआमासँग सल्लाह गर्नुपर्छ उसले फसाउनको लागि त्यो पनि गर्न सकेको हुन्छ नि त के हो बहिनी फसाउनु लागि त्यो भनिरहेको त्यस्तो बारम्बार यो मान्छे त्यस्तो भनिरहेको के हो? ओए फसाउन लाग्यो भने तैँले चाहिँ मलाई फसाउँछस् कि मैले चाहेको भए तँलाई हिजो अस्ति डुबाउन सक्थेँ के चौकी मिलाएर जाग्न सक्थ्यो हुनु पर्यो नि त रिलेसनमा बसेपछि त हुनुपर्छ नि मेरो त पेटमा भएको बच्चा यहाँ प्रुफ देखाइसक्यो के त्यस्तो हुँदैन यहाँ एकचोटि देखाइसकेपछि त के हो मेरो घरमा पेटमा सल्लाह भएको गर्नुपर्छ बच्चा अनि मात्रै हुन्छ त्यतिकै चाहिँ हुँदैन। अनि के अरे पेट बोगाउने बेलामा चाहिँ घरमा सल्लाह गरेको थियो अब त्यो त उस जस सल्लाह गरेको थियो? साथी थियो अनि त मजा लिने बेलामा चाहिँ घरमा सल्लाह लिएको थियो त्यस्तो होइन त्यस्तो केही पनि होइन हामीले त्यस्तो म मजा गर्छु भनेर सल्लाह लिएको थियो स्वीकार्नु पर्यो नि त अब उसको खुसी र मेरो खुसी दुईजनाकै हो नि मजा जबरजस्ती होइन लिएपछि के अरे उसलाई पनि स्वीकार्नु मैले पर्यो नि। हातखुट्टा बाँधेर तिम्रो बोकेर पेटमा- लगाएँ होइन? तिम्रो बच्चा छ त्यस्तो भनिरहेछ होइन। यो बहिनी मलाई थाहा भएन अर्को कुरा होइन मलाई स्वीकार्नु पर्यो जसरी हुन्छ मलाई बिहा गरेर लानु पर्यो होइन के गर्ने भने ल यसलाई भाइ? जेलमा हालिदिन्छु म यसलाई जन्म अब भयो मैले जेलमा भने त हालिदिन्छु। अब सल्लाह बलात्कारी गर्नुपर्छ केसमा घरमा हालिदिउँ? एकचोटि सल्लाह अहिले मलाई के गर्नुपर्छ सोचेको बुवाआमासँग पहिले युज गर्ने बेला गर्ने यो केसमा पर्यो भने तिमी के गर्छ थाहा छ कि स्वीकार्नु भयो स्वीकार 11 मा तिमीहरू दुईजना मिलोमतम हो मिलोमतमा तिमी बलात्कार भनेको मिलोमतम हो यसले जबरजस्ती गरेको जबरजस्ती गर्छ त अनि यसले मलाई जब म हुन्न भन्दाखेरि पनि यसले जबरजस्ती गरेको हो के त्यो होइन त्यो होइन अनि जबरजस्ती तिमीले जबरजस्ती गर्ने हुन्न भन्दा नि जबरजस्ती हिँड्ने बेला हिँड्ने घुम्ने बेला अनि रिलेसनमा त रहेछौ तिमी रिलेसनमा बस्यो त दाइ त्यत्रो अनि भइसक्यो रिलेसनमा छौ फसाउनु। भनेर लप्पा आछ त्यत्रो भइसक्यो अनि आएर अहिले आएर मेरो पेटमा बच्चा भएपछि होइन मेरो होइन ल के गर्छ ल भन छिटो स्वीकार्ने भएर स्वीकार्ने गर के गर्ने यो छानबिन गर छिटो तिमी बहिनी राम्रोसित तिमी मलाई थाहा भएन यसले मलाई बिहा गरेर लानु पर्यो यसले मिडियाको मलाई अगाडि तिमीहरू स्वीकार्नु राखेर छौ यति ल हो। स्वीकार्ने नस्वीकार्ने के गर्ने भन ल तिमी अब बुवाआमाहरूसँग सल्लाह गर्नुपर्छ ऊ जस्ट मेरो पहिला साथी थियो होइन सँगै हामी बस्थ्यौँ पनि कहिले हुन्थ्यौँ सल्लाह पनि कहिले त्यही हो मेन कुरा त्यही हो तर उसले चाहिँ मेरो बच्चा छ भनेर उसले मलाई फसाउन आँटेको हो कि त्यो चाहिँ के हो थाहा भएन त्यो चाहिँ हुनै तिमीलाई जान्छ। थाहा होला नि यहाँ छ मलाई भनेर के आछ थाहा अब? मलाई के थाहा त अब त्यो त भन्न सक्दैन हो उसलाई थाहा के छ थाहा होइन गर्ने बेला त जस्ट थाहा हामी भएन। साथी हो बच्चा छ भनेर आछ। त्यस्तो होइन छोरी मान्छेलाई म त्यस्तो पनि सोच्दिनँ क्या नराम्रो सोच्दिनँ पनि होइन तर प्राय अब खराब पनि हुन्छन् हो तिमी गलत त हुँदैन त्यही नै हो अब बहिनीले तिम्रो हो भनेपछि स्वीकार नि त भाइ सबै छोरी मान्छे त्यस्तो हुँदैन तर उसले मलाई फसाउनको लागि तिमीले मलाई देखेर आएको रहेछौ, मैले कति- वाइफ र हस्बेन्ड हुँदैन नि त जस्ट फ्रेन्ड हो Friend- फ्रेन्ड हुने बित्तिकै बुढाबुढी हुन्छ भन्ने छ त फ्रेन्डसँग नि मनसँग त्यस्तो हुन्छ मिल्नु पेट पर्यो नि त, पकाइ पकाइ शरीर- हुन्छ। अनि तिमीले चाहिँ कहिले उसले पनि। हुन्न भन्दा जबरजस्ती किन गर्न खोजेको त्यस्तो होइन जबरजस्ती मैले गरेकै छैन उसले जबरजस्ती किन गर्ने भए गर्नु मसँग पहिला कहिले भेट्दैन थियो नि मसँग जबरजस्ती भेटै भेट्दैन थियो जबरजस्ती नि गरेको के खुरुको सिकाने नसिकाने धेरै कुरा लमाउने होइन मलाई अर्को सुन्नु छैन भनिरहेछ त त्यस्तो होइन जबरजस्ती उसले मलाई पहिले भनिहाल्थ्यो नि त त्यस्तो भएको भए अहिले लास्टमा आएर किन फसाउन खोज्छ यसले मलाई बिहा गर भन्दा मान्दैन हेर्नु के गर्नु तँलाई मारिदिउँ मान्छे मार्न सजिलो छैन त्यति मार्नु सजिलो तँलाई? है फसाउनको लागि म पनि मर्छु तँलाई पनि मारिदिन्छु नि फेरि अब मर्ने त्यो- कुरा नगर लास्ट अप्सन तिमीहरू भनेको मिल्ने चाहिँ कुरा अब- के गर्ने त्यो स्वीकार्ने तिम्रो अब लास्ट सल्लाह अप्सन गरेर भनेको मिल्नुपर्छ तिमी त्यो। स्वीकार्ने कि तिमी के गर्ने लो त्यो भन्न ल मलाई अरू स्वीकार्ने होइन, चाहिँ स्वीकार्ने हो तर स्वीकार्नु अब पर्दैन। कुरा गर्नुपर्छ घरमा पनि कुरा नगरी चाहिँ अब मिल्दैन छिटो गरिहाल। होइन? त्यही हो के गर्छौ घरमा कुरा गरेर कहिले कहिले अब एक दुई दिन लाने भित्रमा, के एक दुई के दिन गर्ने भित्र त्यो राम्रोसित कुरा एक दुई गर्नु दिन भित्र पछि एक दुई दिन टाइम दिने के गर्छौ तिमी एक दुई दिन पछि हुन्छ अनि फेरि यसले एक दुई दिन सल्लाह पछि नि फेरि यस्तै गऱ्यो भने दाइ के गर्नु त नि अनि हुन्छ। यस्तो विश्वासै छैन त्यसपछि हामी सामु आउनु बहिनी तिम्रो लागि न्याय दिन त उहाँ हामी दाइहरू छँदैछन् नि एक दुई दिन पछि मैले टाइम अहिले दिएको यत्रो छु मिडियाको अगाडि भने जस सबैको पहिले मलाई अगाडि स्वीकार्नु चाहिँ- सबैको अगाडि नस्वीकार्नु भने स्वीकार्नु भनेको छ। स्वीकार्छु भनेर आछ एक दुई दिन भित्रमा चाहिँ आएर स्वीकार्ने यो के हो कि होइन भनेर त्यो स्वीकारेन भने फेरि यही सामु ल्याएर फेरि यही मिडियाको सामु ल्याएर यसलाई चौकीमा जागिदिनु पर्छ कि तिमीलाई त्यस्तो फेरि हुन्छ कानुनी कारबाही हुन्छ, गर्नु नपरोस् हुन्छ हुन्छ